नमस्ते, ओहायो गोजाइमास। अ, चिसो मौसम छ, सबैजना सन्चै हुनुहुन्छ। मलाई चाहिँ धेरैजना आफन्तहरूले, इष्टमित्रहरूले नेपालबाट होइन यो एसएसडब्लु भिसाको बारेमा सोध्नुहुन्छ होइन। यो एसएसडब्लु भिसाको बारेमा मैले जानेको हजुरहरूलाई बताउन गइरहेको छु है। यो एसएसडब्लु भिसा भनेको के भिसा हो त भनेर सुरुमा भन्छु होइन। यो एसएसडब्लु भिसा भनेको जापानमा कामदारको अभाव भएको क्षेत्रमा विदेशीलाई कामदारको रूपमा भित्राउने यो नयाँ सुरु भएको भिसा हो होइन। यो वर्किङ भिसा हो होइन। यो चाहिँ जहाँसम्म लाग्छ 2019तिरबाट सुरु भएको हुनसक्छ है। यो एसएसडब्लु भिसा चाहिँ नेपालबाट कुन कुन क्षेत्रमा र कसरी एप्लाई गर्न सकिन्छ, आउन सकिन्छ भनेर भन्दाखेरि नेपालबाट सुरुमा यो यसको लागि जापानिज ल्याङ्ग्वेज भाषा यान4 अथवा जेएफटी भन्छ, त्यसको चाहिँ बेसिक पास गरेको हुनुपर्छ। त्यो पास गरिसके पछाडि अनि सम्बन्धित विषयको स्किल टेस्ट, त्यो भाषा अनि स्किल टेस्ट पास भइसके पछाडि नेपालमा रहेको जापानी राजदूतावासबाट सिओ प्राप्त गरिसके पछाडि यो भिसाको प्रोसेस अगाडि बढ्छ होइन। अनि नेपालबाट यो भिसा कुन कुन क्षेत्रमा चाहिँ यो एसएसडब्लु भिसाहरू पाउँछ त भनेर भन्दाखेरि यो चाहिँ मेन गरेर केयर गिभर, यो चाहिँ वृद्धहरूको, बुवा मम्मीहरूको स्याहार सुसार गर्ने एउटा 1 नम्बर भयो। 2 नम्बर चाहिँ कन्स्ट्रक्सन भनेको विभिन्न भवनहरू बनाउने काम भइहाल्यो। 3 नम्बर भयो फुड सेक्टर, फुड अथवा रेस्टुरेन्ट लाइनमा काम गर्न मिल्छ। त्यस पछाडि एग्रिकल्चर भयो, त्यस पछाडि फ्याक्ट्री म्यानुफ्याक्चर, अनि त्यस पछाडि क्लिनिङ, त्यसपछि सिप बिल्डिङ अनि अटोमोबाइल मेन्टेन्स, यी क्षेत्रहरूमा अहिले चाहिँ जापान सरकारले चाहिँ एसएसडब्लु भिसाको रूपमा कामदार चाहिँ भित्राइरहेको छ। बाँकी चाहिँ म अर्को भिडियोमा भन्दै गर्छु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। कमेन्ट गर्दै गर्नु होला। हस्त, धन्यवाद।